हेलो एभ्रिवान, म चाहिँ छोरीको ब्रेकफास्ट बनाउनु रेडी हुँदैछु। यो भयो, के भयो, पम्किन सिड, यो भयो सनफ्लावर सिड, यो भयो पिस्ता हो, यहाँभित्र उयो पनि छ, के भन्छ यसलाई, बदाम, आलमन्ड, यो भयो डेट। गाइस, बजारको किनेर दिनुभन्दा चाहिँ आफ्नै हातले बनाएको चाहिँ एकदम नानीहरूको लागि चाहिँ बेस्ट है साथी हो। यो भयो ओट्स, यो भयो सर्वोत्तम पिठो। सर्वोत्तम पिठो चाहिँ फिनिस हुनु लाग्यो गाइस। अनि यो मैले ड्राई उयो फ्राई गरेर चाहिँ यहाँ यसो गरिसकेँ, तर यहाँ हेर्दा चाहिँ यति छ, निकाल्दा निकै देख्छ, यस्तो सबै टालिएको छ। यो ड्राई फ्रुट्सहरू चाहिँ यस्तो गरिसक्यो। यो भयो गाईको शुद्ध घिउ, यो भयो गाईको दुध। यहाँ म रेडी गर्दैछु। तेजस्वीले चाहिँ धेर खाना खाँदैन, यत्रो डाडुको एक डाडु ओट्स लागेको चाहिँ आधा डाडु सर्वोत्तम पिठो। अनि यो भयो ड्राई फ्रुट्सहरू चाहिँ मैले यो गरेको अघि ड्राई फ्रुट्स भयो। यो भयो ड्राई फ्रुट्स गाइस। गाइस, आफ्नो छोराछोरी नानीहरूलाई चाहिँ आफ्नै हातले बनाएर दिनु चाहिँ एकदम राम्रो, यो सबैलाई थाहा छ। अरूले भन्छ, कतिले भन्छ के भन्छ भन्दा एकचोटि त देऊ न केही हुँदैन भन्छ, तर अरू कुरा नसुन्ने हो। आफ्नो मर्जीले आफ्नो दिमाग लगाएर गर्ने, अरू कुरा सुनिन्छ जाज डुब्छ है साथी हो। अनि म चाहिँ सानी केटीले चाहिँ खाना कम्ती खान्छ हो, त्यही भएर चाहिँ म यो बेनाना ल्याइरहेको छु। यो चाहिँ अर्ग्यानिक हो, एउटा बस्तीबाट म सधैँ मगाउँछु। यो काँचो ल्याइदिएको हुन्छ, घरि नै मैले यसरी राख्छु, अनि अलिअलि गर्दै पाक्छ हो। अनि यसलाई चाहिँ म घाममा राख्छु गाइस। अनि घाममा राखेपछि तत्तेपछि छोरीलाई दिन्छु। अरूले नराख्नु भन्छ, तर अरू कुरा म सुन्दिनँ, यतिकै दिँदा हुन्छ। फलफुलले चिसो लाग्दैन भन्छ, तर म अरू कुरा सुन्दिनँ। म मेरो दिमागले जे हराउँछ त्यो गर्छु है। अनि घाममा राखेर 1 घन्टा घाममा राख्छु, अनि दिन्छु। म चाहिँ घाममा राख्नु जाँदैछु। यो बेनाना चाहिँ घाममा राख्नु गएको, यहाँ गोठको छाजनमा राख्छु क्या, यहाँ गाईको छाजनमा राख्छु क्या। यो कोला चाहिँ यहाँ राख्यो हो घाममा। गाई चाहिँ पाकिसक्यो हो, यति कम्ती भयो, कम्ती नै खान्छ उसले। अनि म चाहिँ जहिले खाना चाहिँ फर्स्टको चाहिँ जहिले अग्निदेवलाई चाहिँ चढाउने गर्छु। यो अग्निदेवको नाममा जहिले राख्छु यहाँ अग्निदेवलाई भनेर हो। मेरो छोरी चाहिँ अब रेडी भइसक्यो, मुख हातहरू धोएर खानुको लागि। खानु चाहिँ नर्खट गर्छ, खाँदिनँ भन्छ जत्तिकै भोकै हुँदा पनि, तर पनि बिस्तारै बिस्तारै फकाइ तुलाई खुवाउने गर्छु है छोरी।